ल साथीहरू खोला चाहिँ हाम्रो यहाँ गाउँको खतरनाक सबै हाम्रो बाख्रा रेन्ट ठाउँ है अब यहाँ हेर्नु होला यहाँ खतरनाक पुल छ क्या ए पुल हेर्नु छ अमेरिकन बोल्दै गाडी नै पुल होला भनेको त यहाँ मान्छे नै पुल रहेछ यार त्यो बाइकहरू हुन्छ अनि हामी तलबाट हिँड्ने अगाडि हामी तगाडि तोर्न सक्दैन सक्दैन अब हिँड्दै जान्छु नि सक्छ हाम्रो यहाँ माछा मार्ने ठाउँ हो यो ओरेन्जले आइगो अब आइगो आइगो अब आइगो ल गर गर पुरा बाटो बिग्रियो राम जस्तो नि त गएर गएर पुरा खेत थियो क्या पुरा यहाँ यस्तो दाम थियो है खतम बनायो बनायो अब सुरु भयो अब होइन गाउँको अब हिँड्नु लाग्छ कति पर हिँड्नु लाग्छ राख्न त नकर छोरीतिर भेल लिदिया अस्कर गाउँको बाटो कहाँको भेल बोक्यो कि यार यो खेला पुरा चल घरै घरै जाऊँ तेरो गाडी त्यही हो तेरो गाडी घरै न नमस्ते भाउजू अब हामी त साथीहरू अब गाल लाग्यो नि तिम्रो पनि एउटा पहिला कामले आएको सुनेको हाम्रो यो गाउँ हाम्रो पारी खोला पारी खोला पारी हामी वारी वारी हामी वारी पारी खोला पारी हामी वारी सबै दादागिरी त्यसैले अन्त मैले चाहिँ पाउ बोलेको घुमाइदिनु ल गाउँमा गाडीमा बस्ने यो लिक वारी हालेर यो चाहिँ त्यहाँ हाल्छ तेल त कहाँ लैगिस् त गाडी भर्खर कुदाएको क्या त त्यहाँ पानी कहाँ भइरहेको क्या मुल छ त पुरा मुलो पानी होइन मुला यो त मुल हो अरे मुलो बन्यो त हो के हो मुलो हो क्या यतै पानी छ है पुरा पानी ठाउँ पहिला मुल लगाउँछ हाम्रो त्यहाँबाट कहाँ पार्क गर्दै रोड त ठुलो ठुलो रहेछ है गाउँको बाटो भने गाउँको बाटो जानु यहाँ खेल पासीको यत्रो पानी कहाँबाट आयो क्या टाढा उठ्नु पर्छ पानी सिधै लगाइदियो हुन्छ नि पानी यस्तोबाट आउँछ क्या रोड यहाँबाट आएर चाहिँ होइन पानी पानी मुनि हाडा रहेछ त्यही ए भएको हो क्या तल बोल्न लागेको किन यस्ता नि गाउँ पनि पुरा आयो कत्रो धुवा आउँछ यार हेर्नु त यो के भन्नु गाउँको बाटो हाते भाषा गर्छ यार भगभग छ आइजान्छ मात्र वहीँ
त यो भर्खरै बनाइसक्यो अब अब होइन चाउ चाउ जाने बाटो हाम्रै मान्छे पनि बाटो राम्रो चाहिँ पहिला फेरि ढक्कियो कि आइको आइयो सुर्गा तल बस है तल राख राम्रो चाहिँ भएको पाइ डाँडा जाने